guys, welcome back to my channel. आज धेरै पछि मलाई भिडियो बनाउन आएको छु यता चाहिँ हुनुहुन्छ हाम्रो सुनिता दिदी अनि हामी काममा जाँदैछौँ। ओके, तर मेरो कपाल ठाडो पर्छ। किन ठाडो पर्छ? अनि मलाई चाहिँ बाटोमा भिडियो बनाउन लाज लागेर मैले क्यामेरा लुकाउँदै बोल्दैछु। अनि हामी चाहिँ काममा जान लागेको छु भनेर मैले अघि भनिहालेँ होला। मलाई ढिलो भइसकेको छ, त्यही भएर म छिटो हिँड्दैछु। हे भगवान्, ल अहिलेलाई यति नै। मेरो कपाल पनि बिग्रियो, अगाडिको घोडे पङ्स काटेको कामै लागेन नि। एकछिनमा भेटौँला। ल बाई। दुबईमा यति साह्रो घाम छ तर यो अहिले नघाम भएको ठाउँमा आइपुगेछौँ कि त्यही भएर घाम देखेको छैन। मान्छे बिहोस हुने खाले घाम छ। यति घाम छ भनेर म बयान व्याख्या गर्न सक्दिनँ। यति गर्मी छ भनेर। घाम त केही होइन, घामले त केही गर्दैन। यो मुनिको ग्राफ र माथिको ताप दुईटा जोडेर हामीलाई पार्छ राख त्यस्तो गर्नु होला। अहिले ल बाई, मलाई ढिलो भयो। अहिले मेट्रोमा गएर भेटौँला। अब हेर यहाँ कति घाम छ। लाज पचाएर माथि टङ्गमा बसिदिनु भएको छ उहाँ हामीलाई गर्मी दिएर विदाउट लाज। घाममा पनि यो छाता नि डुलै पर्छ जस्तो लाग्छ मलाई त घरिघरि। अनि यता हाम्रो दिदीको फिट चेक। दिदीले मलाई 17 प्रो म्याक्स किनिदिनुहुन्छ अरे। पैसावाला मेट्रो कुदिरहेछौँ हामी चाहिँ। कति मिनट हौ? 1 मिनट। आउनुभयो हाम्रो मेट्रो। हो तपाईँ यस्तोमा उभिनुहुन्छ अनि त्यसपछि सिट पाउँदैन। यो दिदी जस्तो बिरामी जिन्दगीमा मान्छे कोही हुँदैन रहेछ। कोही लगाएन नि गएन। त्यो दिदी जानु भएन। अनि त्यहाँबाट अनि एउटा कुरा भाइ, अर्को दिदी चाहिँ त्यहाँ मेट्रोबाट उता जानुभयो। हेर बुर्ज खलिफा, बुर्ज खलिफा। अब हामी सलोन पुगेर बोल्छौँ एकैचोटि। अब दुबई मल छिर्न आँट्यौँ। 1 लाख दुबई मल पनि देखाइदिन्छु। के त कसैले देखाइदिएको छ। यो चाहिँ हो दुबई मल। अनि यो चाहिँ हामी जतिखेर म क्यामेरा ठाडो बनाउँछु यो दिदीको मुख बन्द हुन्छ। बोला कस्तो महँगो छ दुबईमा, नबोल्नु भयो। गाइजहरू लास्ट महँगो छ यार, लास्ट महँगो। उता यहाँबाट म जहिले हिँड्दाखेरि यहाँनिर आइप्याड देखिरहेको हुन्छु कि अनि किन्ने भनेर सोचिरहेको हुन्छु होइन। तर के गर्नु, पैसाले नकिन् भनेपछि। सस्तो हो नि होइन? हो सस्तो हो। दुबईमा पैसा मात्र महँगो, न त हामी कतिवटा किन्थ्यौँ। किन यो दिदी जहिले झुकिन्छु यहाँबाट उतै जानु। अब ल गाइजहरू, म तिमीहरूलाई एउटा सिनेम्याटिक भिडियो बनाइदिन्छु। त्यो मुखमा खालि यो आएको छ। दिदी पकाउ कुकुर करायो। लास्ट घाम छ क्या, अति नै घाम छ। मर्नु जस्तो घाम छ। कस्तो राम्रो आएको यार सिनेम्याटिकबाट त। तिमीलाई ब्लर देखिँदो रहेछ यो दिदीलाई हेर। अनि लास्ट यस्तो घाम छ। ल अब सलुन पनि आइपिन आँट्यो। हामी यसरी हिँड्दै सलुन जानुपर्छ। अनि घाम र एसी मिक्स हुन्छ। अनि
कस्तो राम्रो देखेको र आफूलाई राम्रो भन्नुपर्छ नराम्रो भन्नु त धेरै छ नि यहाँ पछाडि एकजना छ पछाडि एकजना नराम्रो भन्नेमा के छ गाह्रो छ नि साथीहरू गाह्रो छ ल दुबई भनेको यस्तै हो साथीहरू घाम छ अनि गर्मी छ अरू केही छैन यहाँ त्यसैले म भन्छु नआऊ घुम्नु छ भने आऊ तिमी किन आएको त नानी नआऊ तिमी काम गर्नु छ भने नआऊ अरू कुरा त यस्तै हो लास्ट गर्मी छ के गाइस लास्ट अब मेरो यहाँनिर काम छ यो मिलाउने अनि अब यो त मिलाइसकेँ मैले होइन अब म के मिलाउँछु यो जुन ऐना छ नि म यसलाई सफा गर्छु सफा गरेपछि भेट्छु ल थियो नि के लुकाउँछन् यहाँको काम चाहिँ सक्यो मेरो होइन बाहिरको काम अनि पेटिकेयर गर्ने सुन्नु मैले प्याकेज बेचेको थिएँ नि फेसियलको त्यही हुन अनि फेसियल गर्ने भन्दै थियो होइन लाइफ यस्तै हुन्छ कति बज्यो 10 साढे 10 कि 11 बज्यो 11 बजे हाम्रो ब्रेकफास्ट हुँदैछ चिया त्यसपछि 2 बजे 2-3 यदि क्लाइन्ट छैन भने 3-4 बजे खाना अनि त्यहाँउति काम गर्यो अनि क्लाइन्ट चाहिँ त्यसको अब कसरी भन्नु मैले चिया ल्याएँ भनेर चाहिँ चेन्ज गरिदिनु जाऊ त तिमी गरेर भन क्लाइन्ट चेन्ज त गर्दैछन् लिएको छैन नि त उसले स्टिम गरेर दिन्छ भन्दैछ लिएर आउँदैछ भित्ताभरि टाँसिँदै जाऊ न कलर लगाइरहेको कति बोल्छिन् यार दिदी यार कति हेपेर मलाई गाह्रो छ अनि म भोक लाग्यो भर्खर खाना खाने बेला हुँदैछ हाम्रो मेरो आज 4 बजे जस्तो लास्ट भोक लाग्यो लास्ट यस्तो घाममा बसेर खानुपर्छ बाहिर भित्र खायो भने गनाउँछ अरे त्यही भएर भित्र खानै दिँदैन बाहिर खानुपर्छ घाममा तातेर बाफेर ल तिमीहरू खाऊ एक बाइट म खान्छु बाई बाई आनन्दले म खाना खान्छु ल यहाँबाट हेर कस्तो दामी भ्यू देखिन्छ हाम्रो यस सलुनको योबाट मेरो काम सक्यो अब म घर जाने थ्याङ्क्स फर वाचिङ प्लिज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माया देखाइदिनु होला गाइस सबैजनालाई हेर ब्रुज खलिफा बाई